हेलो नमस्ते राम्रो छ नमस्कार निमित्त म हार्दिक निवेदन गर्दछु नमस्ते कति क्लासको हो यो चाहिँ हेलो कति क्लास हो यो 6 हो हेलो हेलो आम्मा यस्तो पनि हुँदो रहेछ म्याथमा हजुर यो हाम्रो सम्भावना भन्ने च्याप्टरबाट हो ए हो प्रोबेबिलिटी र यसमा हाम्रो 4 वटा राजाबाट 52 वटा टास्कमा 4 वटा राजा पर्ने कति चान्स हुन्छ भनेर पढ्ने गरेका छौँ हजुर र यो 4 वटा चाहिँ यो 52 वटामा कति पर्सेन्ट पर्छ भने 4/52 हो क्या ए हो धन्यवाद यो चाहिँ हाम्रो सेप पार्कको यसमा धेरैवटा सेप छ सर्कल ट्रायङ्गल ओभल ट्राइड यो चाहिँ हाम्रो सेप्स भन्ने च्याप्टरबाट हो यसै यो नेचुरल खाला हो सर्कल भनेको जसमा जस्तै हुन्छ नि त्यसै सर्कल हो हजुर यो चाहिँ ज्योमेट्रिकल सेप्सहरू हो म भिडियो बनाएर युट्युबमा लगाइदिन्छु हेलो भन्नु कति क्लासको हो 9 क्लास राम्रो अनि खै त एक्सप्लेन गरेर मलाई सुनाऊ के बनायो राम्रो कति राम्रो बनाएको हो यहाँनिर पिरामिड छ यो ट्रायङ्गल भयो यो सेपहरु हो ज्योमेट्रिकल सेपहरु हो मैले हान्छु नि कति क्लास 8 को हो 8B को हो हेर्नु होला बेल्स मोडल भिडियो बनाएर म युट्युबमा हालिदिन्छु हेलो गर्नु सबैजनाले बाई बाई यो चाहिँ के पार्क हो कति क्लासको हो 9 हो तातो भएपछि चाहिँ यसरी निस्किने हो नमस्कार धन्यवाद कति क्लासको 5 हो धन्यवाद नमस्ते के पार्क हो कि के हो
ए हो राम्रो बनाएछ कति क्लासको हो 5 को यो 6 को यो 5 को मिक्स गरेर राख्नुहुन्छ हो राम्रो छ This process is called precipitation. Collection. The rainwater collects in river. नमस्कार On this day we have prepared a math project. My project name is type of fraction. There are several types of fractions like fraction, unlike fraction, number fraction. They are an example of type of fraction. Please serving us. धन्यवाद Namaste. Good morning. This is special day. Today is special नम्बर सानो all sides equal हुन्छ आइसोलेट ट्रायंगल भनेको दुईटा साइड इक्वल र एउटा साइड फरक हुन्छ एनी साइड ट्रु हैन एक्विटेंगल ट्रायंगल भनेको 90 डिग्री भन्दा मुनिकोलाई एक्विटेंगल ट्रायंगल भन्छ राइट एंगल जी एक्ज्याक्टली 90 डिग्रीलाई हुन्छ एक्विटेंगल ट्रायंगल भनेको यसमा एउटा साइड 90 डिग्री भन्दा धेरै हुन्छ र यो चाहिँ म्याथ पार्ट जसमा ग्राफ प्रयोग गरिन्छ यो कुनै पनि ठाउँ पत्ता लगाउन प्रयोग गरिन्छ यो लज अफ इन्डिसेस यो 7 प्रकारको हुन्छ यसको 7 वटा टाइप हुन्छ र यसले चाहिँ कुनै पनि नम्बरलाई सानो पार्नको लागि मद्दत गर्छ यो कोअर्डिनेटर्स यसमा रोम्बस रेक्टेंगल प्यारालेलोग्राम र स्क्वायर हुन्छ र यो प्रेडिक्टर 0 डिग्री देखि 180 डिग्री सम्मको एंगल तान्नको लागि प्रयोग गरिन्छ यो फ्याक्टर ट्रीमा एउटा ठुलो यो पाइथागोरस थ्योरम जसले राइट एंगल ट्रायंगलमा हुन्छ र स्क्वायर हुन्छ 3D शेप्सहरुमा हामीले स्क्वायर सिलिन्डर र पिरामिड बनाएको छौं सर्कल हो सर्कलमा हामीले आर्क डायमिटर र रेडियस बनाएको छौं धन्यवाद धन्यवाद तपाईले के क्वेशन गर्न सक्नुहुन्छ मैले बुझे धन्यवाद भाइहरु राम्ररी बुझाउ यता आउँदैछु म नमस्ते यो भनेको हाम्रो म्याथ जोन हो यो चाहिँ टेबलको स्क्वायर हो 2 को स्क्वायर 4 8 हो यसको हो यहाँ यो चाहिँ हाम्रो बायोग्राफ हो नमस्ते राम्रो छ क्लास 10 हो 9 हो मैले त पहिले पढेको नि त पहिले सम्म के हो पहिले बनाएको हैन जो बाइ बाइ गर्दै सबैलाई बाइ बाइ सर्कल राखेको छौँ यो चाहिँ हाम्रो स्लाइड हो यसमा चाहिँ हामीले इन्टरसेक्टिङ लाइन प्यारल लाइन रेहरू राखेको छौँ अनि यो चाहिँ हामीले 9 को स्क्वायर 81 10 को स्क्वायर 100 11 को स्क्वायर 121 गरेर राखेको छौँ अनि यो चाहिँ हाम्रो टाइप्स अफ ट्रायंगल हो यो चाहिँ हाम्रो बेसिस अफ साइड हुन्छ अनि यो चाहिँ हाम्रो